This is a normal candle and this is trader's candle. Technical analysis मा two types of candlesticks हुन्छ. Green candle which suggests market मा buyers interested छन् and red candle which suggests market मा sellers interested छन्. Green candle त्यति बेला फर्म हुन्छ जब क्यान्डल को ओपनिङ प्राइस तल हुन्छ र क्लोजिङ प्राइस माथि हुन्छ and red candle त्यति बेला फर्म हुन्छ जब क्यान्डल को ओपनिङ प्राइस माथि हुन्छ बट क्लोजिङ चाहिँ तल हुन्छ. क्यान्डल को यो कलर्ड पार्टलाई क्यान्डल बडी भनिन्छ. माथिको पार्टलाई अपर विक, तलको पार्टलाई लोवर विक. इच एन्ड एभ्री क्यान्डलस्टिक्सले करेन्ट मार्केट प्राइसमा बायर्स एन्ड सेलर्स कतिको इन्ट्रेस्टेड छन् भन्ने कुरा सो गर्छ. लाइक डोमिनेन्स क्यान्डल. यस्तो ग्रीन डोमिनेन्स क्यान्डलले भन्छ मार्केटमा बायर्स एग्रेसिभ छन् सो प्राइस अझै माथि जान सक्छ. जस्ट अपोजिट यो रेड डोमिनेन्स क्यान्डलले भन्छ मार्केटमा सेलर्स एग्रेसिभ छन् सो प्राइस फल हुन सक्छ. सेकेन्ड, यदि विक्स ठुलो छ बट बडी सानो छ भन्ने यसले प्राइस रिभर्स हुन सक्ने भन्ने कुरा इन्डिकेट गर्छ. थर्ड, यदि अपर विक एन्ड लोवर विक ठुलो ठुलो छ बट बडी सानो छ भन्ने यसले मार्केटमा बायर्स एन्ड सेलर्स कोही पनि एग्रेसिभ छैन भन्ने कुरा इन्डिकेट गर्छ. प्र्याक्टिकली चाहिँ इफ बायर्स आर एग्रेसिभ द प्राइस इज लाइकली टु गो अप, राइट? बट एक्ज्याक्टली बायर्स एग्रेसिभ भएको स्टक खोज्नलाई सबै स्टकको चार्ट हेर्नु पर्यो विच इज नेक्स्ट टु इम्पोसिबल. बट वेट, स्मार्ट वेल्थ प्रो क्यान हेल्प यु. फर्स्टमा लगइन इन्टु द स्मार्ट वेल्थ प्रो वेबसाइट, देन गो टु स्मार्ट एनालाइसिस, सिलेक्ट एनी सर्भिस. यता अन टप राइट कर्नरमा क्लिक गर्नुहोस् एन्ड गो टु स्क्रिनर्स एन्ड सिग्नल्स. देन सेकेन्ड लास्टमा यु विल सी क्यान्डलस्टिक्स अप्सन. यो एसेस गरिसकेपछि यु विल फाइन्ड एक्ज्याक्टली त्यो स्टक जसमा बायर्स एग्रेसिभ छन् र यति भएपछि नाउ वी क्यान प्लान आवर ट्रेड स्मार्टली. अहिले न्यू इयर अफरमा स्मार्ट वेल्थ प्रोले 50% अफ दिइरहेछन्. सो लेट्स ट्रेड स्मार्टर विथ स्मार्ट वेल्थ प्रो.